अहिलेको यो समयमा यो 21औं शताब्दीमा त यो बहुतै पुरानो संरचना जस्तै नै यो पुरानो कल्चर यो अब चाहिँ हाम्रो बुवाले नाच्दै बिना बजाउनुहुन्छ हेर्नु है। म चाहिँ यो बिहानको भ्लग अहिले जोड्दैछु। यो चाहिँ हाम्रो घरको सेक्युरिटी गार्ड हेर्नुहोस्, तीनटा छ दिएको छ हेर्नुहोस्। ड्रेसहरू लगाइसकेको छु। अब चाहिँ मेरो खाना आँटेको छु। साथीहरू मेरो चाहिँ खाना चाहिँ आलु कुबिन्डो रहेको छ, बारी उहाँ बुवा सिमर तरुल टिप्दै हुन्छ, सिमर तरुलको पत्ता। यता भाइ सुजन। हेलो गुड मर्निङ साथीहरू, नमस्ते। हजुरहरूलाई फेरि पनि यो योन्जन फ्यामिलीमा स्वागत छ। सुरु गर्दैछु। यो चाहिँ हाम्रो घरको सेक्युरिटी गार्ड ज्याकी। अस्ति फुलहरू फुलेको छैन, अहिले हेर्नु ढकमक्क फुलहरू फुलिरहेको छ। हिजो अस्तिको पानीले धानहरू बर्बाद पारेको छ। यो चाहिँ हाम्रो बारी। यो चाहिँ हाम्रो सुँगुरको खोर हेर्नुहोस्, तीनटा छ। यो अगाडिको सुँगुर चाहिँ बिरामी भएको छ, छाड्दै गर्छ हेर्नुहोस्। कोलाहरू यसरी बिगारेको छ पानीले। उहाँनेरि छ नि त्यो सानो बहिनी, त्यो चाहिँ मेरो बहिनी हो, ऊ चाहिँ छिमेकी। मेरो घरको फुलहरू सबै हजुरलाई तपाईँलाई देखाउँछु। यो चाहिँ मेरो नयाँ भ्लग हो, सबैजनाले सपोर्ट गरिदिनु होला। यो चाहिँ मेरो घर हो हेर्नु, मेरो घरको फुलहरू यतिको फुलेको छ हेर्नुहोस्। यतिको फुलेको छ फुल मेरो घर, छिमेकी घर। हेलो गुड मर्निङ साथीहरू, नमस्ते। हजुरहरूलाई फेरि पनि यो योन्जन फ्यामिलीमा स्वागत छ। अब चाहिँ मेरो स्कुल जाने टाइम भइसकेको छ। मैले चाहिँ स्कुलको ड्रेसहरू लगाइसकेको छु। अब चाहिँ मेरो खाना आँटेको छु। साथीहरू मेरो चाहिँ खाना चाहिँ आलु कुबिन्डो रहेको छ। म चाहिँ खाँदैछु, खाएँ ल। खाना चाहिँ एकदम मिठो छ। ल साथीहरू, अब चाहिँ मैले खाना खाइसकेको छु। अब म स्कुल जान्छु। गुड इभिनिङ एभ्रिवान। अब चाहिँ हामी अहिले
चारो लिन जाँदैछु म चाहिँ यो बिहानको भ्लग अहिले जोड्दैछु सुँगुरहरूलाई चारो त चाहियो त्यसैले हामी जाँदैछौँ चारो खोज्न हेर्न सक्नुहुन्छ उहाँ चारो टिप्दै हुन्छ अब सुँगुरलाई त चारो दिनु पर्यो आफूले मात्र पनि खाएर भएन सुँगुरलाई पनि भोक लाग्छ उहाँ बुवा सिमर तरुल टिप्दै हुन्छ सिमर तरुलको पत्ता यता भाइ सुजन अब म पनि टिप्छु है गाइस हेर्नुहोस् है कति डर हुँदो रहेछ हल्ला नगरी हेलो साथी हो ल है म त पहिला हाम्रो जुजु बाजेले गोठमा बस्दा आफैले बनाएको हुक्का सुर्तीजन्य पदार्थ बनाएको सुर्तीजन्यबाट तमाखु बनाएर हुक्का तान्नुहुन्थ्यो म पनि 5-6 वर्षको थिएँ सँगसँगै हजुरबुवासँग गोठामा जान्थेँ के तान्नु भएको होला यो के गरेको होला जस्तो लाग्थ्यो भरे अहिलेको यो समयमा यो 21औं शताब्दीमा त यो बहुतै पुरानो संरचना जस्तै नै यो पुरानो कल्चर यो पुरानो हाम्रो दिजु बाजेको एउटा इतिहास रहने रहेछ र मैले पनि आफैले बनाएर तयार गरेर म अहिले जाडो जस्तो समय पनि आछ म पनि अलि बुढो हुँदै गएँ त्यही भएको हुनाले मेरो छोरा नाति सन्तानलाई पनि यसो चाहिँ नमुनाको लागि बनाइदिएको छु तपाईँलाई कस्तो लाग्छ राम्रो लाग्यो भने सर्च गरी कमेन्ट गर्नु होला यसको नाम चाहिँ चिलिम हो र यो बाँस हो बाँसको एउटा सानो टुक्रा काटेर चिलिम राख्ने ठाउँ बनाएको हो यो यसबाट धुवा जान्छ यसमा सुर्ती लाउनु पर्छ तमाखु त्यसमाथि आगो कोइला लगाउनु पर्छ र यहाँ यो दुईपट्टि आँखा छ यो आँखा तलको आँखादेखि उँभो यहाँसम्म चाहिँ पानी लगायो यहाँ पनि आँखा छ यहाँ आँखा भएपछि यहाँ झिरले छेडेर सानो दुलो तान्नु राख्नुपर्छ दुलो छेडेर त्यसपछि यस दुलो पुवालबाट उँभो तान्दाखेरि गुटुटुटु गर्छ यो मेमेदा बाजाङ भनेको हाम्रो जिजु बाजेलाई तमाखु भनेको हाम्रो भाषाले यो हाम्रो तामाङ व्यञ्जन हाम्रो यो परिवारमा खाने बाजेले खाने हुक्का हो र यसलाई भनिन्छ हामीले अहिले नेपालीमा अर्ग्यानिक हुक्का भनिन्छ यसको नाम चिलिम हो यो माटोको बनाएको हुन्छ माटोको यो जस्तै भनौँ हाँडी गाग्रो बनाउने कुमालेबाट आफै पनि बनाउनु सकिन्छ तर मेहनत लाग्छ र पनि यो बजारबाट किनेर ल्याएको अहिले चाहिँ म आफै पनि बनाउन सक्छु यसको समय नहुँदाखेरि त्यसरी यसो कल्चर पुराना चिजहरू रहर लागेर बनाएको मैले तान्दा यसरी तान्नुपर्छ यहाँ तमाखु लगायो तमाखु भन्ने चाहिँ लामपाते सुर्तीको डाख्ला किच्याएर त्यसमा मौरीको मह थोरै लगाएर अथवा उखुको रस पकाएर लाएर त्यसबाट बनिने तमाखु भनिन्छ यसमा साथी हो तपाईँहरूलाई पनि मन लाग्यो भने यस कमेन्ट गर्नुहोला सम्झनु होला अब चाहिँ हाम्रो बुवाले नाच्दै बिहेमा बजाउनुहुन्छ हेर्नु है ल साथीहरू आजको भ्लग चाहिँ यस्तै भयो अब आजलाई यति नै अब अर्को भ्लगमा भेट्नुपर्छ बाई